So good morning everyone, welcome to my channel NVK Vlogs. So आज चाहिँ हामी 5 पोखरी जान लाग्छौँ. सो जानलाई भनेर ब्यागहरू हिजो नै रेडी गरेर राखिरहेको छौँ. सो देख्न सक्नुहुन्छ. अनि आज हामी बसमा जान लाग्छौँ. अनि टिकट चाहिँ हामीले हिजै गएर काटेको थियौँ. सो 6 बजेको प्याक भएर 6 बजेको बसको सिटहरू सब प्याक रहेछ. सो 7 बजेको काटेको थियौँ. अनि सो देख्नु त अहिले 5:30 हुन लाग्यो. अनि अब अहिले माथि चोकमा गएर साथीहरूसँग भेटेर जानेछौँ. सो हेर्दै गर्नु होला, रमाइलो गर्नु होला. राजन ब्रो, हेलो. विकास बास यतिको विकास. अनि सविराज ठिक छ? एकदम निर्मल. म त अलरेडी फाइन, एकदम ठिकठाक. सो अब चाहिँ सबजना थलीमा जम्मा भएर चिया हान्दैछौँ है गाइस. चिया सेल नखानेमा. अब एकछिनमा 7 बजी गाडी आउँछ अनि जानुपर्छ. सामान किन्दै चलो तो गाइस जाम बना रहे ब्लॉग नहीं होता भाई, ब्लॉग होता है. पाँच पोखरी. पाँच पोखरी. अहिले चाहिँ छिम्टी ओर्लेर खाना खाएर हिँडेको. ठ्याक्क हामी 7 बजीको गाडी चढेको थियौँ. अनि 7 बजीको गाडी चढेर यहाँ आइपुग्दा 11:30 भएको थियो. गाडीले पनि चाँडै ल्यायो. सो चाँडै भयो भनौँ. अहिले चाहिँ खानासाना खाएर 6:30 भयो. 12:30 भएछ. हो अब खाना खायौँ. अब जाउँ मास्तीतिर. निर्मल हाम्रो घरको जस्तो रहेछ यो पहाड त है. देख्न सक्नुहुन्छ यस्तो दामी झरना. महु निर्मल घाम खासै लागेको छैन, नदेखिन सक्छ भ्यू हेर्न सक्नु. सरी. 5 पोखरी जाने माथि जानुभन्दा अगाडि हजुरले टिकट काट्नुपर्ने हुन्छ. सो टिकट काट्ने बेला चाहिँ अलिकति कुन ठाउँबाटमा, यो कुन ठाउँ चाहिँ हो डुखाम चौरमा आइसी टिकट काट्नुपर्ने हुन्छ. सो त्यही बाटोमा नि छ, याद गरेर जानु होला. अनि यहाँ लाङटाङ राष्ट्रिय निकुञ्जको बोर्ड छ. अनि यहाँ दाइहरूसँग आएर मजाले टिकट काटेर आउनु होला. अनि सिन्धुपाल्चोक, स्पेसली फर सिन्धुपाल्चोकको मान्छेहरू चाहिँ आफ्नो आइडी कार्ड वा केही नागरिकता जे छ लिएर आउनु होला. हजुरहरूलाई केही सुविधा हुनेछ. सो यति नै हो. अब माथि बाटोमा भेटौँला. ल लाठी खच्चड यता अर्को नि छ, वहाँ तल एउटा नि छ. तपाईँको शुभ नाम? मेरो नाम चन्द्रकुमारी घर खोला पारी. अनि म चितवन राइनोसलाई सपोर्ट गर्छु बिकज मेरो फेभरेट प्लेयर हो. अनि कुशल मल्ल. कुशल मल्ल पर्छ आला मल्ल. भयो नदेख. हेर चलो चोर, यो चोर हो. 1 नम्बरको चोर. मेरो चस्मा नि चोर्यो, मेरो मोबाइल पनि चोर्यो. अझ दिइरहेको छैन.
सबै गायब हुनु पर्छ नि कन्ट्याक्ट गर्दा धोकेबाज देख्यो मेरो फोन बल्ल निकाले चोर मैले उसमा युट्युबमा भिडियो हाल्ने भनेको बल्ल बल्ल मेरो फोन निकाल्यो मेरो चस्मा धरि लिइरहेछ उसले बोल्न सकिरहेको छैन अनि यो केटाहरूलाई क्रिकेटको बारेमा केही थाहा छैन सन्दीप लामिछानेलाई सपोर्ट गर्ने रे सन्दीप लामिछाने कुन फ्रेन्चाइजी लिगमा छ भनेको थाहा छैन रे अनि के अरे म त बोल्न सकिने यार न ओन्ली रोनाल्डो पहली गल के किसी ना मेल जोड़नी मेरा नमस्कार मेरो नाम विकास सुखेर म चाहिँ जाँदैछु पाँच पोखरी सोलो ट्रेकिनर छ भुतुन चुडेलहरू म मात्र मान्छे हो वान नम्बर 1 चुडेल नम्बर 2 म मान्छे यिनीहरू क्यामेरामा क्याप्चर गर्दैन भने थाहा छैन त्यति पनि इडिट हो यिनीहरू चाहिँ यो भुतुवाहरू हो होइन आई एम ओन्ली म्यान ओन्ली 1 पर्सन चलो 5 फुट ट्रेक है गाइस 5 फुट ट्रेक उकालो आउँछ उकालो चढ्यो फेरि अर्को उकालो आउँछ फेरि अर्को उकालो चल्यो फेरि अर्को उकालो आउँछ यो मलाई उकालो अझै सकाएन बल्ल बल्ल सम्म आथ्यो फेरि उकालो आइसक्यो हेर है त थाकेका छौँ नि मलाई नथाकेर हो ल भन कतिको जोस चलिरहेको तिमीलाई एनर्जी पुगेन जस्तो जोस चाहिँ छ तर ब्राउन सुगर हो बास त्यही त उसले चाहिँ गर्थ्यो पहिला अब के त्यो पनि ग्लुकोज लिएर थाके साथी छैन साथी कहाँ थाक्नु भयो त यार हाइट साथी यार तगडै छु त यार अर्को अनि तिमी नि तिमी थाके साथी छैन थाकेकै छैन है चिसखान म्याउमै गइछ ओ टुप्पी डाँडा आइपुग्यो टुप्पी डाँडा ओइ माथि डाँडा लगभग टुप्पी डाँडा त आइपुग्नु लाग्यो तर आजको हाम्रो डेस्टिनेसन जुन रहेको छ त्यो चाहिँ रातोमाटे पुग्ने थियो छ पनि बाफ्रे बाफ उकालो चाहिँ लास्ट यार यतिको उकालो हिँड्नु नसक्ने मान्छे चाहिँ नआए नि हुन्छ यहाँ टुप्पी डाँडा आइपुग्यो टुप्पी ठाडो हुन लागिसक्यो झन् अब रातमाटे पुग्दा के हुने हो सो आज जसरी भयो नि रातमाटे पुग्ने भन्ने चाहिने प्रतिज्ञा लिनुपर्ने यी फटाहरू यहाँ अलमल्ली यस्तै त्यस्तो नगर यी फटाहरू यस्तै गर्छन् गाह्रो छ यो चाहिँ मेरो टुप्पी डाँडा यो चाहिँ मेरो भ्लग केटा हो अलिक छिटो हिँडा हो भनिदेऊ त यो 2 लाइन मेरो दादाको लागि सधैँभरि मेरो सहारा भनौँ मेरो दादा मेरो पैसा सकिँदा पैसा दिउन् मेरो दादा मलाई चेक पठाउन् मेरो दादा लास्टमा भन्दै बिदा भयो धन्यवाद आइपुग्यो ल यो चाहिँ टुप्पी डाँडा हो है त हामी चाहिँ टुप्पी डाँडा आएपछि यहाँ चाहिँ होटेलहरू मजाको छ धेरै पनि छ सो धेरै थाकेको छ भने पहिलो रात यहीँ बस्दा नि मजाले भ्याइन्छ तर हामी रातोमाटे
रातिमाटे भनेपछि रातिमाटे यहाँ चाहिँ बस्ने टक्क बस्ने वातावरण बनाइदिएछ है त बस निकाल्छु ल दामी देख्यो के भन्छ हामीलाई बाल तिमीलाई भने हैन हामीलाई बाल मैले तिमीहरूलाई भने हैन कहाँ गयो बाँकी हेलो गाइस के छ अवस्था हो निर्मल के भन्न सक्नुहुन्छ म यति मात्रै भन्न चाहन्छु कि म के भन्न चाहन्न ए भैँसी हो भैँसी हेलो दिस इज काउ यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिँदो रहेछ होइन अलिकति अगाडि आउनु पायो है यहाँबाट एकदम ब्युटिफुल सनसेट देखिन्थ्यो बट थोरै लेट भयो भने तर नि केही छैन अहिले नि दामी देखिरहेछ सो हामी जहिले रातमाटी पुग्ने भनेको मलाई जहाँसम्म लाग्छ रातमाटी त्यो डाँडा हो जोगिया देखेको छैन पाउने छ भएको छ पाउने समय पुरै अँध्यारो भइसक्यो रातमाटो जाने भनेर हिँडेको सेतो सेतो हिउँ जस्तो चाहिँ भेटेको थियो रातमाटो देखाएको छैन ए अहिले त अनुहार देख्दैन क्या अरे सम्धिनीले बत्ती देखाएर देखेँ भूत तपाईहरु त हाम्रो यता देखाउनु त 6 बजेको डाइट यस्तो पुरै चाम्ची मजाको छ पुग्नुपर्ने चाहिँ उता अलिअलि देख्यो होला सायद पिलपिल अलिअलि देखेको त्यहीँ घर छ माथि पुग्नुपर्ने अझै 1 घन्टा जस्तो हिँड्नुपर्छ रे उकालो ल आन्टी राम्ररी जानु है बरु आन्टीसँग लाइट रहेछ सँगै जानु पाइन्छ अनि 6 बजे ल कति बजे अहिले 6 बजे आन्टी हामी 7 बजे पुग्छौँ 7 बजे आइपुग्यो नि ठिकै भयो नि अनि त्यस्तै जानु नि माथि म पानी सानी तता आएर खाना साना बनाएर राख्छु नि तपाईँ 6 जना है हामी सो अहिले 6:25 6:25 भयो 7:25 भयो 6:25 भयो होइन झुलुङ्गे पुले हो राति राति चढ्नु परेको छ डर त लागिरहेको छ यार यस्तोमा खुला तल के देख्नु अब मान्छे हिँडेपछि हल्लिँदैन भने कस्तो हो मान्छेहरू हेट उता दुईटा भूत नरेकै देखाएको छैन फेरि एकचोटि उठाएर चप्पा खाउ त उठाएर ए तातो नाइस बस